without you, my friend. And I'll tell you all about it when I see you again. बस छुटिहाल्यो अब यसो पैदल यात्रा गरेर जानु पर्छ हो हामीले काम गर्ने कम्पनी चाहिँ अनि मलेसियाको जिन्दगानी यस्तै भइरहेछ के छ दाइ बम यार बस 83 रुपैयाँ पानी बेतन त्यसले आकाशले तिमीलाई हँसाउँदा के हो तिम्रो नाम बहिनी परिचय पाम हिमाल जस्तै रहेछौ तिमी बिहानीको घाम के हो तिम्रो नाम बहिनी परिचय पाम हिमाल जस्तै रहेछौ तिमी बिहानीको घाम कता हिँडेको हो बिजुली बालेर हट भएर हेलो साथीहरु वेलकम छ तपाईहरुलाई मेरो फेरि नयाँ भिडियोमा अनि आज यसो छुट्टी भएर घुम्दै कि भनेर निस्केको बस छुटिहाल्यो बस छुटिहाल्यो अब यसो पैदल यात्रा गरेर जानु पर्छ हो हामीले काम गर्ने कम्पनी चाहिँ अनि मलेसियाको जिन्दगानी यस्तै भइरहेछ के छ दाइ बम यार बस छुटेको अनि के गरेर बस छुट्यो हैन यो चस्मा कताको फेरि चस्मा यो चस्मा लगाउने भाइ 2500 को चस्माले गर्दा 2500 को चस्माले त्यस्तो गरेर यार मैले भने क्या तिमीलाई भने मैले झन् नजाऊ भन्दा यार थिएँ केटाहरू यार गरिदिन्छ नि यार ए कान्छ के फरक पर्दैन किन गरेको दाइ क्यामेरा एकदम समाउनु हो होइन गाडी आइरहेको छ क्या त्यही भएर गाडी आइरहेको छ नि त त्यही भएर होइन के हो यसो दाइ मलाई देखाउनु भयो मलाई देख्नु ए राटिक कोही अहिले चाहिँ हामी यहाँनिर गोर्खाली खाजा घरमा छौँ गोर्खाली खाजा घरमा बङ्गाली त गरे खालि बङ्गाली गोर्खाली खाजा घरमा अनि क्या है अब अन्जनको दिमाग क्या है माया कस्तो दिमाग खाल्दैन है मलेसिया रमाइलो भइरहेछ हामी 2 वर्ष नै बितिहाल्यो विदेशसम्म जाउँ भने बाँच्नु लगेर यसो अहिले आएर सक्यो यार 2 वर्ष यो 2 वर्षमा आएर तपाईँ धेरै कुरोहरू सिक्यो अब अझै पनि बस्छु होला के समय रमाइलो भइरहेछ कम्पनी भनेको यतातिर सबले खाइदिन्छ चारैतिर त्यहाँबाट ब्याक गर्नु मिल्दैन यो यतातिरको यतातिर सबै हो त राम्रोसँग देखेन होला उहाँदेखि चाहिँ यहाँसम्म होइन यसलाई जी ब्लक ई ब्लक ए ब्लक डी ब्लक सी ब्लक एफ ब्लक सबै भन्छ होइन साथीहरू अहिले चाहिँ हामी सर्लगे जेबी आइसकेको छु अनि त्यसपछि जेबी भनेको चाहिँ यहाँको एकदमै ठुलो सिटी भनौँ न यहाँको ठुलो एकदमै बजार हो अनि त्यसपछि हामी बसमा चढेर त्यही हो एकछिन सुरुमा चाहिँ बस छुट्यो अनि बस छुटेपछि अनि एकछिन यो दायाहरू रिसन भयो अनि त्यसपछि फेरि बस आयो बसमा चढेर अनि हामी यतातिर आइसकेको छु अनि यहाँ यतातिर पुरा मार्केट छ अनि यतातिर हिँड्ने मार्केटहरू छ अनि यतातिर चाहिँ उयो पर यस्तो दामी यो माथि खतरा समुद्रमाथि पुल बनाएको छ नि यतातिर ठुला जहाजहरू छ मेरो पछाडि देख्न सक्नुहुन्छ अनि यतातिर 2 जना केटाहरू पुरा यो पछाडि समुद्र छ अनि अब म चाहिँ यहाँ बसिरहेको छु अब एकछिनमा टक्क लगाएर जाने हो यतातिर यो घामले डढेर कालो भइहाल्यो बल्ल गोरो भएको थियो यहाँनिर टिकटक बनाउनु आएको घामले पोलिहाल्यो नि म त अलरेडी कालो छु त नि यहाँ पिङ खेल्ने ठाउँ रहेछ पखना सिनेमेटिकमा भइसक्यो सो अब मलेसियामा आएर फर्स्ट टाइम म पिङ खेल्न लगाइरहेको छु यहाँ के साइड राखिदिन्छ नि मलाई यहाँ खेल्ने कुराहरू के छ म सबै खेल्छु हाम्रो दाइले भिडियो बनाउनुहुन्छ ल भिडियो बनाउनु लाइफमा म फर्स्ट टाइम ढिकी च्याउ खेल्न लगाइरहेको छु मलेसियामा आएर स्कुलमा खेलेको छैन दाजु अब के भन्छ अरे 2 महिनापछि बल्ल 2 दिन छुट्टी भएको इन्जोय त गर्नै पऱ्यो होइन अब पैसा पनि बचाउ ढिकी च्याउ खेल्ने यतातिर छ हाम्रो सिन्धुलीको डाका ल हाम्रो ढिकी च्याउको भिडियो एउटा टाइम बनाइदिनु त अलिक पछाडि जाउँ बस्नु तपाईँको वेट बढी कि मेरो वेट बढी ल मेरो वेट बढी रहेछ ल सबैजना रुम जान लागिसकेको छ ल यता हेर्नु सबजना ह्यान्डसम देखिरहेको छेत्री ग्याङ छम्मै जाल पानीमा होइ आँखा पर्यो नानीमा राम्री तिमी फुल झै शीतल तिमी जुन झै उजेली छौ सुन भन्दा के चाहियो र यो भन्दा